हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल मगर भ्लगमा। आई होप तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आज पनि तपाईहरुको माझमा नयाँ इन्फर्मेसन भिडियो लिएर आएको छु। तपाईहरुले थाहा पाइसक्नुभयो आजको भिडियोको थम्बनेल र टाइटल हेरेर। जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु नेपालदेखि रोमानिया आउँदै हुनुहुन्छ भने अनि आउने तयारी गर्दै हुनुहुन्छ भने आएर पनि थाहा छैन भने आजको भिडियो तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट हुन सक्छ। भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर पनि जोडिनु होला र भिडियोलाई एक लाइक पनि गरिदिनु होला। अहिलेको जमानामा जति पनि मानिसहरु इन्टरनेट बिना कामकाज गर्न र इन्टरटेनमेन्ट गर्न र टाढा रहेको आफन्तसँग कुरा गर्न इन्टरनेटको एकदमै आवश्यक पर्छ र तपाई हामी झन् विदेशमा छौं। आफन्त साथीभाइ नातागोतासँग कुरा गर्ने झन् इम्पोर्टेन्ट छ। त्यही भएर आज म रोमानियामा सस्तो नेट चलाउने 2-4 वटा सिमको बारेमा कुरा गर्दै छौं। ढिला नगरिकन तपाईहरुलाई मेरो मोबाइलको स्क्रिन शेयर गरेर देखाउने छु। आउनुहोस् ओरेन्ज सिमबाट कुरा सुरु गरौं। ओरेन्ज सिम चाहिँ तपाईले 5 युरोको रिचार्ज गर्नुभयो भने 150 जिबी डाटा पाउनुहुनेछ अनि 10 जिबी बोनस डाटा पाउनुहुनेछ। टोटल तपाईको 160 जिबी हुन्छ। अनि यसको चाहिँ एक्सपायर डेट चाहिँ 28 दिनको हुन्छ। 28 दिन भित्र तपाईले चलाइसक्नु पर्ने हुन्छ। अझै त्यो भन्दा अगाडि पनि चलाएर सक्नुहुन्छ। तपाई यो चलाउनेको हातमा पर्छ। अनि अर्को यस्तै सिम छ, अर्को भोरा सिम। यो पनि तपाईले 5 युरो रिचार्ज गर्नुभयो भने 150 जिबी पाउनुहुनेछ अनि अनलिमिटेड एसएमएस पाउनुहुनेछ। 200 मिनेट तपाईले स्पेन, इटाली र मालदोभा देशहरुमा चाहिँ कुरा गर्न पाउनुहुनेछ। 300 मिनेट रोमिङ सर्भिस चार्ज नलाग्ने देशहरुमा पनि कुरा गर्न सक्नुहुनेछ अनि 1 लाख एमबी बोनस प्राप्त गर्नुहुनेछ। यसको चाहिँ तपाईको ट्याक्स सुत्त गएर 33 रुपैयाँ 45 पैसा लाग्छ। यहाँको चाहिँ रोमानी लेउ भनौं न। अनि तपाईको ओरेन्जको पनि त्यही हो, भ्याट जोड्छ। अनि अर्को सिम छ तपाईको डिजी। यो चाहिँ सस्तो छ अरु भन्दा। तपाईको 2 युरो देखि 5 युरो सम्मको डाटा प्याक लिन पाइन्छ। यसमा चाहिँ 2 युरोको चाहिँ तपाईले 75 जिबी पाइन्छ भने 3 युरोको चाहिँ तपाईले 75 देखि 110 जिबी सम्म पाइन्छ र 5 युरोको चाहिँ तपाईले 200 जिबी सम्म चलाउन पाइन्छ। यो सिममा चाहिँ तपाईले जति पनि चलाउन सक्नुहुन्छ, त्यति जति चलाए त्यति नै तपाईको पैसा आउँछ। गएको महिना चाहिँ मैले 102 जिबी 437 एमबी 69 एमबी चलाएको थियो। मैले मे महिनामा चलाएको चाहिँ 13 लिए आएको छ। तपाईले देख्न सक्नुहुन्छ। यहाँ मैले माथि राखिदिएको छु। अनि तपाईले कति चलायो भनेर चेक पनि गर्न सक्नुहुनेछ। आफ्नो मोबाइलको डायल प्याडमा जानुहोस्, *11 तीनटा डायल गर्नुहोस्। गरिसकेपछि फेरि यस्तो आउँछ अनि 1 डायल गर्नुहोस्। फेरि यस्तो आउँछ। 6 नम्बर थिचेर डायल गर्नुहोस् तपाईले। अनि यसको पैसा तिर्नलाई तपाईले मेसेजमा लगइन गर्नुहोस्। मेसेजमा लगइन गरी तलपट्टि तपाईको त्यो छ वेबसाइट छ, त्यसमा क्लिक गर्यो भने तपाईले त्यसमा चाहिँ त्यो वेबसाइट खुल्छ अनि त्यहाँ तपाईले राख्नुपर्नेहरु चीजहरु तपाईको भनौं न यो मेसेजमा आएको त्यो नम्बर, इन्भोइस नम्बर अनि तपाईको आईडी अनि त्यो सीपीएन नम्बर राखेर पैसा राखेर तपाईले तिर्न सक्नुहुन्छ अनलाइनबाट पनि। अनि तपाईले आफ्नो नजिकै रहेको डिजी सेन्टरमा गएर तपाईले तिर्न पनि सक्नुहुन्छ। उही गएर क्याश पनि तिर्न सक्नुहुनेछ। मोबाइलबाट एटीएमबाट पे पनि गर्न सक्नुहुन्छ। यो मैले गएको महिनामा तिरेको यो बिल हो। अनि यस्तै तपाईहरुको सामु रोमानियादेखि इन्फर्मेसन भिडियो र भ्लग भिडियो लिएर आउने छु। आशा छ तपाईहरुले मन पराइदिनु भएको छ आजको भिडियो। अनि आगामी दिनहरुमा तपाईहरुको माया र साथ र सपोर्टको अपेक्षा राखेछु भन्दै आजको भिडियोबाट तपाईहरु सामु छुटिनेछौं।